अहिले हामी चाहिँ लुम्बिनीमा छौँ। तपाईले देख्नुभयो होला यो भिडियोमा यो बोलिरहेको अखण्ड दीप शान्तिको विश्वलाई शान्तिको सन्देश दिने दीप यो 12 मास जहिले पनि बोलिरहेको हुन्छ। यसले गर्दा विश्वलाई शान्तिको सन्देश दिन्छ। ल हेर्नु वरिपरि यहाँ हैन भ्युजहरु पनि कति राम्रो छ। ल अहिले चाहिँ लुम्बिनी त्यसै आफैमा के छ भने संसारलाई के त शान्तिको सन्देश दिने एउटा यस्तो चाहिँ हाम्रो यो ठाउँ हो रहेछ। अनि हाम्रो नेपाललाई चिलाउने एउटा के त लुम्बिनी हाम्रो भगवान गौतम बुद्ध जुन जन्मिनु भएको स्थान ले गर्दा हाम्रो विश्वमा चाहिँ के त नेपालको नाम चाहिँ चिनाएको छ। अहिले हामी चाहिँ अब यो लुम्बिनी भ्रमण गर्ने क्रममा चाहिँ हामी अहिले जुन यो अहिले यो गौतम बुद्ध जन्मिएको स्थानमा जाने भन्दा पहिला यो गेटदेखि चाहिँ हामी अब भित्र जाने क्रममा छौँ। यहाँको वातावरणहरू देख्नुभयो होला, हरियाली छ, शान्त छ। त्यसै विश्वलाई शान्तिको चाहिँ सन्देश दिइरहेको छैन। हरेक यहाँको चाहिँ वातावरण हरेकले देखाउँछ। ल हेर्नु अब हामी चाहिँ मेन लुम्बिनीको मेन बिल्डिङ गौतम बुद्ध स्थल प्रवेशद्वार नजिक आइसकेका छौँ। तपाईहरुले पनि देख्न सक्नुहुन्छ। हामीले चाहिँ अब त्यहाँ छिर्नको लागि चाहिँ टिकट पनि सबै लिइसकेका छौँ यहाँबाट। ल हेर्नुहोस् अब नजिक आइसक्यौँ हामी। टिकट लिइसकेका छौँ। हामी चाहिँ फ्यामिली टुर हो। ल हेर्नुहोस् हामी अब मेन गेट नजिक आइपुगेका छौँ। यहाँको चाहिँ एकदम मौसमहरू चाहिँ आज फेरि बिहानै पानी परे भएर शीतल छ। हामी अब गेटैमा आइपुगेका छौँ। अब यहाँ यो जुत्ता चप्पल बाहिर यता राखेर हामी भित्र छिर्यौँ। ल हेर्नुहोस् मेन लुम्बिनीको चाहिँ अब गौतम बुद्ध स्थल हेर्नुहोस् वरिपरिको भ्यूज देख्न सक्नुहुन्छ तपाईहरुले। यो चाहिँ मेन बिल्डिङको चाहिँ बाहिर भाग हेर्न अब हामी चाहिँ ल्याउन चाहिँ वरिपरि सबै यसको चाहिँ लगभग चाहिँ 1100 लगभग बिघा कति क्षेत्रफल लगभग ओगटेको यो लुम्बिनीको एरिया। यो भित्री एरिया देख्नुभयो होला, यो जुन भगवान गौतम बुद्ध जन्मिनु भएको यो हेर्नुहोस्। अब हामी यो मेरो भतिजले चाहिँ अब भिडियो खेल्नु लाग्यो। अब म आफै खेल्दैछु। अब हामी पिक बिल्डिङतर्फ जाँदैछु। ल सबै हाम्रो फ्यामिली टुर। ल हेर्नु ल हामी अब यहाँबाट अघि बढ्दैछौँ। जाउँ अब यही यहाँदेखि जाने हो। ल हेर्नुहोस् अब यो त्यहाँ त्यो देखिरहेको त्यो जुन डोर छ त्यहाँबाट भित्र छिर्ने। त्यहाँभित्र चाहिँ के क्यामेरा अलाउड छैन। अब यो बाहिरको भ्युजहरू तपाईहरुलाई देखाउँदैछु। यो एउटा के त हेर्नुहोस् यहाँ चाहिँ कति वर्ष पहिला, 100 वर्ष पहिला, कति सय वर्ष पहिलाको चाहिँ
इँटाहरूको गाह्रो देख्न सक्नुहुन्छ पर्खालहरू। अब यहाँबाट हामी चाहिँ जाने हो। अब यहाँ एउटा त्यो क्युआर कोड छ के अरे, हेर्नलाई म तपाईँलाई देखाउँदैछु। यो क्युआरले चाहिँ यहाँको चाहिँ लुम्बिनीको हिस्ट्री सबै दिन्छ। यहाँको बारेमा हिस्ट्री सबै दिन्छ यो क्युआरमा चाहिँ। सर्च गर्दाखेरि स्क्यान गरेपछि यसको बारेमा जान्नलाई यहाँ स्क्यान गर्नुपर्छ। अब हामी भित्रबाट बाहिर निस्किसकेका छौँ। यी बाहिरको भ्युजहरू हेर्नुहोस्, एकदम शान्त छ। वरिपरि त्यस्तो घरहरू केही छैन, एकदम ठुलो एरिया भएर शान्ति छ, रमाइलो छ। रमणी हेर्नुहोस् रुखहरू कति पहिलाको रुखहरू कति छन् हेर्नुहोस्। त्यहाँ गुरुवर्गहरू चाहिँ त्यहाँ ध्यानमा छ। यो पुरानो रुखहरू रहेछ यहाँ, हेर्नु होला। यो चाहिँ हाम्रो चाहिँ फ्यामिली टुर भएर हामी चाहिँ छोटो भिडियो मात्रै बनाउँदैछौँ। यो चाहिँ पुरा भिडियो बनाउँदा अब सबै त गाह्रो छ, एकदम सर्टमा बनाउँदैछु यो। ल हेर्नुहोस्, तपाईँहरूले देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ एउटा पुरानो खालको चाहिँ पिपल ग्रुप आइसक्नु भएमा अरूले चाहिँ थाहा होला, देख्नुहुन्छ तल पुरानो तलहरू यिनीहरू यहाँ छ। यो पिपल ग्रुप पनि धेरै वर्ष पहिलाको। अब यो सबै तको यो के अरे नाम त आउँदैन मलाई, तर तपाईँलाई देखाउँदैछु।